ए हाम्रो भाइ प्रतीक यारको नानी अनि म यो बुढाघर योभन्दा अलि माथि बस्नुहुन्छ आन्टीहरू ऊ त्यहाँ माडीको फाँट देखेछ गजब छ किन त कोही नबस्छ यहाँ को ठुल मम्मी मम्मीको जेठानी फाँट त कस्तो दामी स्कुल कहाँ सिम नि तिम्रो उता त झुप्पो परेको बेला ठाउँ यो घर देखेर आउनुहुन्छ अहिले आउँदै दस कहाँ जाने खोलामा यता एउटा खोला सही कस्तो झुप्पो है बिचमा के र त जङ्गल हो कसले ल्याएर थुपारिदिएको त्यहाँ के ठुलो गाई आएर हगिदियो त्यस्तै हुन्छ नि फुटलको उठेको चोरमा अमला टिप्न किन नदेख्ने ओ त्यहाँ तानसेन देखिन्छ यहाँबाट ऊ भ्यू टावर पनि देखिँदैछ तानसेन ओ त्यो सेतो होइन भ्यू टावर ओ त्यो देखेको एकछिन पाउज गर्नु के अरे कटुवासको भित्र आगे ए यो फोडेर भित्रको मिठो हुन्छ होइन मैले पनि टिपिछु के अरे कटुस होइन म खाएको छु उहाँ लमजुङ जाँदाखेरि बुट्टा चिन्ने छ अरे यो कुन चाहिँ ए हामीले खालि त्यही तल तलको टिपेर खान्थ्यौँ माथि त चढ्नै सकिने यसको बुट्टा के हो गाई लिएर हिँड्छ नि क्या यहाँ त दाउरो पनि रहेछ त लानालाई अनि आगो बाल्ने अझै कति टाढा यो खेत आयो त खेतदेखि तल हो ओहो पानी रहेछ यहाँ रहेछ कुलो यताबाट माथि लाग्ने यता कुना कुनाबाट आयो उम्रिया पानी भनेर ए नानीहरू लम्के खान् ल यो माथि चाहिँ यो तानसेन बजार के सुक्यो है यो त कुना कुना जमिन छिटो खोला आयो ए फाँट कस्तो दामी छ है ए खोला ए कुलो हो अघि पानी आएको यहीँबाट रहेछ क्या होइन पानी आएको यहीँबाट रहेछ क्या आयो बाबा यिनीहरूले सजिलो छ बाटो भन्थे बाटो त गाह्रै रहेछ केशरी आन्टी यहाँ आउनुहुन्छ अरे घाँस काट्न यहाँ हो यो आफ्नै खेत हो ए पर्ती के क्यारी छौ हिलो बनाइ छौ पानी पानी हिलो बनाइ छौ
यो के हो नि ओ यो बटुक होइन र ए त्यहाँ खोला आवाज त सुनिरह ल ल ल छिटो जाम है त हो ढिलो गए पनि केही हुन्न हामी आज खोला मात्रै जान्छौँ कि के खोलाको बाटो निस्किने अनि कहाँ पुग्ने यो घन्टी किरो के आज अष्टमी भएर बजिरह क्या अलि मान्छे हिँड्ने रहेनछन् क्या बाटो यो अहिले बस्ती पातलो हुँदै गएर हो क्या मान्छे नहिँड्ने खोला आउनु लाजा लानु मलाई एक खोजमा हो पानी त आइरह नि अचलका खोला फेरि सुक्छन् सुक्दैन अलि चिप्लो रहेछ ठाउँ नुहाउन कहिले कहीँ आउँछौ यहाँ कसले आउनु अनि पत्ती खेल्ने कहाँ हो त तल हो के भयो आबी भनौ त पोलो त खै हरा है पोलो हो कि कुलो हो कि जङ्गल हो लौ जा यसले त आफूलाई पनि थाहा छैन कि कुलो ल्याए खोला हो ये खै हिँड्न त तल यसले मार है मार अर्को खोलामा जान्छ थैट ल ल जामिन यो मान्छेको भरला होइन मलाई पोलो भनेर कुलो देखाउँछ होइन लास्टमा बाटै थाहा छैन लौ जा अझ गएको अरे अनि बाटो खै त बाटो बनाउने हो कि त्यही आफू गइरहने ठाउँ पो लिएर जानुपर्छ त्यही त आर यु कमेडिङ मी भन्ने चाहिँ भयो त खोले छैन पुरा त झारपात छ